समाचारमा यहाँहरूलाई स्वागत छ। म समिहा नेपाल र म प्रन्जा खड्का। सुरु गरौं आजका मुख्य समाचारहरूबाट। लागू पदार्थ दुरुपयोग र दुर्व्यसन सम्बन्धी सचेतना कक्षा। डेवोक सिफल स्कुलमा संविधान दिवस उत्साहका साथ मनाइयो। डेवोक सिफल स्कुलमा राष्ट्रिय विज्ञान दिवस समारोह सम्पन्न। देउसी भैलो कार्यक्रम सम्पन्न। डेवोक खेलकुद सप्ताह 2082 उत्साहका साथ प्रारम्भ। अब समाचार विस्तारमा। लागू पदार्थ दुरुपयोग र दुर्व्यसन सम्बन्धी सचेतना कक्षा। विद्यालयकी नर संस्कृति रिमालले कक्षा 7 का विद्यार्थीहरूसँग लागू पदार्थ दुरुपयोग र दुर्व्यसन, जोखिम, वास्तविकता र रोकथाम विषयमा आकर्षक र जानकारीमूलक अभिमुखीकरण सत्र सञ्चालन गर्नुभयो। यस सत्रको उद्देश्य विद्यार्थीहरूलाई लागू पदार्थ दुरुपयोगका खतराहरू, शारीरिक र मानसिक स्वास्थ्यमा यसको असर र जीवनमा यसले पार्न सक्ने दीर्घकालीन परिणामहरूबारे शिक्षित गर्नु थियो। अन्तर्क्रियात्मक छलफल र वास्तविक जीवनका उदाहरण मार्फत विद्यार्थीहरूले सुरक्षित, जिम्मेवार र सूचित छनौटहरूको महत्त्व सिके। सत्रले आत्मजागरुकता, साथीहरूको प्रभाव र स्वास्थ्य सामना गर्ने संयन्त्रको महत्त्वमा पनि जोड दियो। डेवोक सिफल स्कुलमा संविधान दिवस उत्साहका साथ मनाइयो। डेवोक सिफल स्कुलले नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको सम्मान गर्दै उत्साह र गौरवको साथ संविधान दिवस मनायो। यस अवसरको सम्झनामा विद्यार्थीहरूले संविधान, यसको महत्त्व र लोकतन्त्र, समानता, राष्ट्रिय एकताका मूल्यहरूको उनीहरूको बुझाइलाई झल्काउने विभिन्न परियोजनाहरू, पोस्टरहरू र नमुनाहरू तयार पारी प्रदर्शन गरे। प्रदर्शनीले विद्यार्थीहरूको सृजनात्मकता र जागरुकतालाई उजागर गर्यो, जहाँ उनीहरूले आत्मविश्वास र स्पष्टताका साथ आफ्ना कला प्रस्तुत गरे। उनीहरूका परियोजनाहरू मार्फत नागरिकका अधिकार र कर्तव्य, सरकारको संरचना, नेपालको संघीयतातर्फको यात्रा जस्ता मुख्य पक्षहरूलाई जोड दिएको थियो। डेवोक सिफल स्कुलमा राष्ट्रिय विज्ञान दिवस समारोह सम्पन्न। डेवोक सिफल स्कुलले राष्ट्रिय विज्ञान दिवसलाई ठूलो उत्साह र भव्यताका साथ मनायो, जसले विद्यालय परिसरलाई रचनात्मकता र नवप्रवर्तन केन्द्र बनायो। कक्षा 1 देखि 10 सम्मका विद्यार्थीहरूले विज्ञानमा आधारित नमुना र प्रयोगहरूको विस्तृत श्रृङ्खला प्रदर्शन गरे, जसले उनीहरूको जिज्ञासा, आलोचनात्मक सोच र वैज्ञानिक अवधारणाहरूको बुझाइलाई प्रतिबिम्बित गरिएको थियो। प्रत्येक प्रदर्शनले कक्षा कोठाको सिकाइलाई नवीकरणीय ऊर्जा, वातावरणीय संरक्षण, रोबोटिक्स र साधारण यन्त्रहरू जस्ता विषयवस्तुलाई समेट्दै वास्तविक जीवनका प्रयोगहरूसँग जोड्ने विद्यार्थीहरूको प्रयासलाई प्रतिनिधित्व गर्यो। यस कार्यक्रमले उनीहरूको नवीन भावनालाई मात्र नभई टिमवर्क, संचार र समस्या समाधान गर्ने सिपहरूलाई समेत प्रोत्साहन गर्यो। तिहारको उल्लास मनाउन आयोजित देउसी भैलो कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र परम्परागत वेशभूषा मार्फत समृद्ध संस्कृतिको उत्कृष्ट प्रस्तुति दिए। घर आधारित प्रतिस्पर्धाका रूपमा आयोजना गरिएको यस कार्यक्रममा प्रत्येक हाउसले नेपाली परम्पराको सुन्दरता झल्काउने जीवन्त प्रदर्शन प्रस्तुत गरे। उत्कृष्ट प्रस्तुति, मौलिकता र सांस्कृतिक अभिव्यक्तिको आधारमा महाकाली हाउसलाई विजेता घोषित गरियो। कार्यक्रमले डेवोकमा तिहारको खुसी, एकता र उत्सवको आत्मालाई जीवन्त बनायो। डेवोक खेलकुद सप्ताह 2082 उत्साहका साथ प्रारम्भ। डेवोकको प्रतीक्षित खेलकुद सप्ताह 2082 असोज 27 गते अक्टोबर 13 देखि उच्च उत्साहका साथ सुरु भयो। विद्यालयका सबै कक्षाका विद्यार्थीहरूले विभिन्न इन्डोर तथा आउटडोर खेलहरूमा सक्रिय सहभागिता जनाउँदै आफ्नो एथलेटिक क्षमता, टिमवर्क र खेल भावना प्रदर्शन गरे। खेल सप्ताहभरि विद्यालय परिसर विद्यार्थीहरूको उत्साह, हौसला र स्वास्थ्य प्रतिस्पर्धाको भावनाले गुन्जमान रह्यो। खेलकुद सप्ताह कार्तिक 28 गते विजेताहरूको घोषणा तथा पदक र प्रमाणपत्र वितरणसँगै सम्पन्न हुने कार्यक्रम छ। डेवोक समूहले आइतबार सेप्टेम्बर 21 मा आफ्नो पहिलो दशैं हाट बजार भव्य रूपमा सम्पन्न गरेको छ। संस्कृति, रचनात्मकता र सामुदायिक भावनाको जीवन्त उत्सवका रूपमा आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक र कर्मचारीको सक्रिय सहभागिता देखियो। विविध स्टल, आकर्षक गतिविधि र उत्सवमय वातावरणले कार्यक्रमलाई अझ प्रभावशाली बनायो। सहभागीहरूले उत्साहका साथ हातले बनाएका शिल्पकला, स्वादिष्ट परिकार, रमाइलो खेलहरू र रचनात्मक उत्पादनहरू समेटिएको विभिन्न स्टलहरू सञ्चालन गरे। धेरै विद्यार्थीहरूले आफ्नै स्टलको व्यवस्थापन जिम्मेवारीपूर्वक सम्हाल्दै उद्यमशीलता, नेतृत्व क्षमता र प्रभावकारी सञ्चार सिपहरूको उल्लेखनीय प्रदर्शन समेत गरे। कार्तिक महिनाका मुख्य समाचार आकर्षण। डेवोक सिफल स्कुलले कार्तिक महिनाभरिका प्रमुख गतिविधि, उपलब्धि र कार्यक्रमहरू समेट्न समग्र समाचार कभरेज तयार गरिरहेको छ। यसमा प्रमुख रूपमा टिचर्स टुगेदर मिटको 6औं संस्करण, विद्यालय क्यालेन्डर अनुसारका आगामी कार्यक्रम,
सूचनाहरू तथा अन्य विशेष गतिविधिहरू पनि समावेश गरिनेछ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लागू पदार्थ दुरुपयोग र दुर्व्यसन सम्बन्धी सचेतना कक्षा डेउवक सिफल स्कुलमा संविधान दिवस उत्साहका साथ मनाइयो। डेउवक सिफल स्कुलमा राष्ट्रिय विज्ञान दिवस समारोह सम्पन्न। देउसी भैलो कार्यक्रम सम्पन्न। DSS समाचारबाट अब हामी बिदा हुन्छौँ। नमस्कार।